हेलो गुड मर्निङ नमस्ते साथीहो हेर्नुहोस् यी मेरो अनारस बगान अस्ति मल माटो गरेर यत्रो ठुलो ठुलो भइसक्यो यो अनारसहरू। अब अलिक दिनमा फेरि दबाई लगाउनु पर्छ। दबाई लगाएर त्यहाँदेखि फेरि पत्ताले बाँध्नु पर्छ। हो हेर्नुहोस् है, यी मेरो अनारस बगानमा अनारस हेर्नुहोस् सबैजना। हेर्नुहोस् है मेरो यहाँ अनारस बारीमा कुबिन्डोको बोट दामी भइरहेछ। कुबिन्डो फल्दै पनि छ, भर्खर फल्दैछ, फल्दैछ। मसिनो चिचिला लाग्दैछ यहाँ, इस लाग्दैछ यहाँ। अब अलिक दिनमा ठुल्ठुलो हुन्छ, अन्त तपाईँहरूलाई देखाउँछु। आज राति सुँगुर ब्याएर 10वटा ब्याएको छ। आज राति ब्यायो 11 बजीतिर 10वटा ब्याइरहेछ। तपाईँहरूलाई चाहियो भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अस्तिकोहरू पनि यहाँ ठुल्ठुलो भएको छ। यहाँ 9वटा छ, ठुल्ठुलो भइसक्यो। एउटा अब 10 दिन पछाडि लाँदा हुन्छ। त्योभन्दा ठुलो खसी चाहियो भने छ यहाँ ठुल्ठुलो। यहाँ छ, यता पनि छ। यता पनि छ। एउटा यता ठुल्ठुलो चाहियो भने पनि तपाईँहरू आउनु सक्नुहुन्छ। यता छ 5वटा। आजको लागि यहीँसम्म हो। आजको लागि यति नै हो। धन्यवाद। लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस्। बिन्ती छ तपाईँहरूलाई।